हेलो गाइज, आज चाहिँ हामी चेस टुर्नामेन्ट खेल्न जाँदैछौँ। यहाँ चाहिँ सुविधा फोटो स्टुडियोको कामहरू भइरहेछ। सबै बाले यहाँ दराज बन्न लागेको छ। यस्तो छ। हामी चेस टुर्नामेन्टको लागि जाँदैछौँ। गाडी यहाँनिर छ, तयार भइरहेछ र यहाँ चाहिँ हामी अस्ति जस्तै जान लागेको हो। अहिले चाहिँ यो चाहिँ दमक मल्टिपल क्याम्पसबाट यात्रा सुरु गर्दैछौँ। अस्ति पनि हामी चेस टुर्नामेन्टको लागि हिँडेका थियौँ। अहिले पनि त्यतैतिर जान्छौँ। अस्ति चाहिँ हामी पानबारी भन्ने ठाउँमा जान लागेको थियौँ। अहिले चाहिँ हामी हर्क साङपाङको पार्कमा जाँदैछौँ। यहाँ चाहिँ हाम्रो चेस खेलाडी खतरा खालको खेलाडीहरू छन्। यहाँ हाम्रो बसन्त दाइ हुनुहुन्छ, राजन सुवेदी, नेपाल च्याम्पियन, पूर्व नेपाल च्याम्पियन खेलाडी। यहाँ एकजना भतिजा सानो बच्चा खेलाडी, भविष्यको नेपाल च्याम्पियन। ल हामी चाहिँ अब यो दमक मल्टिपल क्याम्पसबाट, क्याम्पसको रोड छेउबाट हामी यात्रा सुरु गरिरहेछौँ धरानको लागि भनेर। हामी चाहिँ यहाँबाट यसरी यो मेन क्याम्पस जाने बाटो चाहिँ उतातिर भयो। हामी हाइवेतिर जाँदैछौँ। मेन क्याम्पसको गेट अगाडि छ। यो चाहिँ क्याम्पसको मेन गेट भयो। अब यहाँबाट हामी हाइवे निक्लेको छौँ र यो हाइवेबाट चाहिँ पश्चिमतिर अब सिधै धरानको यात्रा सुरु गर्दैछौँ। हामी चाहिँ धरान साकेला पार्क चेस टुर्नामेन्ट हुने ठाउँमा आइपुगेको छौँ। चेस टुर्नामेन्ट हुने ठाउँ चाहिँ अलिक पर रहेछ। सबै खेलाडीहरू चाहिँ गइसकेको अवस्था छ। म चाहिँ यहाँ जाँदैछु। यस्तो छ जङ्गलको बाटो। टुर्नामेन्ट हुन लागेको ठाउँ यहीँनिर छ। ल टुर्नामेन्ट हुन लागेको ठाउँमा आइपुग्यो। खेलाडीहरू साइलेन्स गरेर यी राख्नु होला होइन? केही राख्नुपर्छ पर्दैन। ल खेलाडीहरू सबैजना आइपुगेको अवस्था छ। अब खेल सुरु हुन लागेको छ। नेपाल च्याम्पियन यहाँ खाजा खान सुरु भयो। एक राउन्ड खेलिसकेर हाम्रो चुडामणि दाई पनि खाजा खाँदै हुनुहुन्छ। बसन्त दाई यहाँ खाजा खाँदै हुनुहुन्छ। ल खाजा खाने यहाँ खाजा बाँड्ने काम हुँदैछ। सबै खेलाडीहरूको लाइन चाहिँ लामो लागिरहेछ।
विक्रम सिंह खाना खाने बेला भएन छैन अब एकछिनमा खाने लाइन लामो छ नि त। यहाँ चाहिँ सो म्याच चल्दै आर्बिटरहरूले पनि खाँदै गरेको अवस्था। राजकुमार दाई पनि खाँदै हुनुहुन्छ। हाम्रो विक्रमजी यहाँ हाम्रो ताप्लेजुङको बोल्नु। चेलीसँग चाहिँ मेरो गफ हुँदैछ अनि उहाँको विक्रमको के भयो गेम चाहिँ अहिले? गेम मेरो त विन भइरहेको विन एकदम ल ठिक छ। बहिनीको चाहिँ मेरो 1 दुईटामा एउटा ताप्लेजुङबाट बहिनी। धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखा तथा म अनन्त राईको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथै एलेदुङ 5086 को शुभकामना पनि दिन चाहन्छु। विशेष गरी किरात राई आयोगले 1 गते औपचारिक रूपमा सुरु गरेर निरन्तर 10 गतेसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गरिराखेका छ। धरान उपमहानगरपालिकाले पनि केही मात्रामा मात्रै सबै थोक जिम्मेवारी त लिन पर्न थियो, तर पनि आफ्नै प्राविधिक यावत समस्याका कारणले गर्दा केही साथ र सहयोग गरिराखेको छ। यसमा यो पनि तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। किरात राईका जुन सिंहमारी जिल्ला कार्य समितिले यो गरेको छ, 1 गतेदेखि सुरु गरेर 10 गतेसम्म विभिन्न क्रियाकलापहरू जातसँग सम्बन्धित क्रियाकलापहरू लिएर जे जति क्रियाकलाप गरेको छ यो निकै नै सराहनीय रहेको छ। यो कार्यक्रमले गर्दा हामी भित्र रहेका खेल मात्रै होइन, मौलिकतादेखि लिएर धर्म, संस्कार, जात, जाति सबै कुरालाई झल्काउन, सबै कुरालाई यहाँबाट केही मात्रामा प्रस्फुटन गर्न सहयोग गरेको छ। हामीले गर्नुपर्ने कुरा के हो भने आफ्नो जात, आफ्नो धर्म, आफ्नो भाषा, संस्कृति, भाषा, वेशभूषाहरू र आफ्नो पहिचान आफैले पनि जागृत भएर भित्रैबाट आएर जोगाउनु पर्ने थियो है। त्यसो हुँदा मात्रै सबै कुरा जोडिन सक्यो। तर पनि आयोगका अगाडि बसेर यसलाई सबैलाई गोलबद्ध गरेर अगाडि बढेको छ। यसमा धरान नगरपालिकाको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट किरात राई आयोगका सुनसरी जिल्ला कार्य समितिलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। किनकि यो मैले अस्ति मात्रै एउटा कार्यक्रमबाट यो सुन्नुमा आएको थियो, उहाँ अध्यक्षज्यूको मुखारबिन्दुबाट मैले सुनेको थिएँ र अस्ति उद्घाटन सत्रमा आइपुग्न सकिएन। यसका लागि क्षमा चाहन्छौँ, किनकि हामी पनि अहिले अलिकति चटारो, अहिले अलिकति व्यस्तताको कारणले गर्दा उपस्थित हुन सकेनौँ। यद्यपि हामी आए पनि तपाईँहरूका आफ्नो बलबुताले यतिका जमातलाई जम्मा गरेर आफ्नो भाषाप्रतिको, आफ्नो धर्म, आफ्नो संस्कार, आफ्नो पहिचान सबैलाई हामीले चाहिँ जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ। अन्ततोगत हामीले
चाहिने भनेको हामीलाई चाहिने भनेको आफ्नो अस्तित्व नै हो र आफ्नो अस्तित्व कहाँ छ त भन्दा त्यो जरामै छ त्यो जराबाट नै हामीले जोगाउन सक्नुपर्छ त्यसका लागि किरात राई आयोगका जिल्ला कार्य समिति अगाडि बढिराख्नु भएको छ सबैले हातमा हात साथमा साथ भैँसेमा ल यो टुर्नामेन्टमा आज 4 पोइन्ट ल्याउने राजन सुवेदी पूर्व नेपाल च्याम्पियन फर्स्ट खान्छु भनेर डुग्रिरहेको छ यता हिमाल पनि त्यस्तै छ 4 मा 4 ल्याउनेहरू 4 मा आधी ल्याउनेहरू यस्तै छ पूर्व नेपाल च्याम्पियन फर्स्ट खान्छु भनेर डुग्रेको डुग्रै छ फेरि यहाँनिर के नाम के अरे नेत्र दाई हाम्रो नेत्र दाई चाहिँ यहाँ खिच्दिएन भनेर एकदम चिन्ता मानेर चाहिँ मैले उहाँको पनि खिचिदिएको छु रोशन सरको पनि सबैजनाको खिचिदिने कोसिस गर्दैछु कोही छुट्यो भने भन्नु होला यसरी नै एकदम साह्रै गाह्रो भइरहेको रहेछ यता हिरो मान्छेहरू यता अर्को छ होइन यो टुर्नामेन्टको च्याम्पियन खेलाडी हो हुन चाहिँ खेल्दाखेरि तर नखेलेर चाहिँ यसरी बसिरहेको अवस्था छ हुन त यो टुर्नामेन्टको च्याम्पियन हुने खालको खेलाडी हो दावेदार तर यहाँ टाइमले नभ्याएर प्रिपरेसन लिग हुन्छ भनेर अहिले एकैचोटि नेसनललाई तयारी भनौँ विवेक भाइको कति हो हाम्रो चाहिँ यहाँ चिया बिस्कुटको व्यवस्था भएको छ यी चिया बिस्कुट चाहिँ ठट्ट यहाँ उहाँहरूले चाहिँ चिया बिस्कुटको व्यवस्था लाइन बस्नु त लाइन लाइन बस्नु ल ए कालो चिया रहेछ सभ्य तरिका लाइन बसौँ न पशुपतिमा त्यो बाँदरलाई त्यो ल अलिकति खोइ त यहाँ चिया खाने खेलाडीहरूको लाइन भएको छ एकदम झुन्डहरू धेर भएको छ चिया खाने लुछाचुडी गर्दैछन् नेपाल च्याम्पियन अघि तानेर भागिसकेको अवस्था छ यहाँ हाम्रो विक्रमले चाहिँ अलिकति खिच्दिएन भनेर गुनासो गर्दैछ त्यही भएर विक्रमको पनि खिचिदिनु पर्छ ल ज्वालाजीको पनि ल वरिष्ठ खेलाडीहरू ल फर्स्टको दावेदार वरिष्ठ खेलाडीहरू यहाँ भाइ पनि रहेछ फर्स्टको दावेदार वरिष्ठ खेलाडी राजकुमार पनि चिया खानालाई तम्सेर आउँदै हुनुहुन्छ लाइनमा छु लाइनमा तम्सेर लाइनमा बस्दै हुनुहुन्छ प्राइज वितरण हुँदैछ अब चेस हाम्रो आजको चेस टुर्नामेन्ट सकिएर प्राइज वितरण हुँदैछ अब प्राइज वितरणको कार्यक्रम भइरहेछ त्यसै गरेर भेटरान तर्फ हुनुहुन्छ विश्वविद्यालय घिमिरेज्यू उहाँलाई पुरस्कार ग्रहणको लागि म आमन्त्रण गर्न चाहन्छु नाइट चेस क्लबका अध्यक्ष पनि हुनुहुन्छ उहाँ विगत लामो समयदेखि बुद्धिचाल खेलका क्षेत्रमा अग्रता हासिल गर्दै यहाँसम्म आइपुग्नु भएको छ उहाँप्रति हामी आभार पनि प्रकट गर्न चाहन्छौँ त्यसै गरेर अनरेटेड तर्फ हुनुहुन्छ परशुराम खानजी हुनुहुन्छ उहाँलाई पनि पुरस्कार ग्रहणको लागि अनुरोध गर्न चाहन्छु धन्यवाद अब चाहिँ
अब पुरस्कार वितरणका लागि सामाजिक विकास महाशाखा महिला विकास अधिकृत फोन राईजीलाई म अनुरोध गर्न चाहन्छु र पुरस्कार ग्रहणका लागि 15औं स्थान हासिल गर्न सफल हुनुहुन्छ प्लस 2 को छैन 15औं स्थान हासिल गर्न सफल हुनुहुन्छ सुरज रोयलजी हो उहाँलाई पुरस्कारको लागि म अनुरोध गर्न चाहन्छु त्यसै गरेर 14औं स्थान हासिल गर्न सफल हुनुहुन्छ अनुरोध गर्न चाहन्छु 12औं स्थान हासिल गर्न सैनिक स्कुलमा अध्यापन गराउने हाम्रा मित्र अमित सरले 12औं स्थान हासिल गर्नुभएको छ उहाँलाई बधाई दिन चाहन्छौँ समग्र सबै खेलाडीहरूलाई बधाई दिन चाहन्छौँ त्यसै गरेर 11औं स्थान हासिल गर्न सफल हुनुहुन्छ मनोज विगज्यू उहाँलाई पनि पुरस्कार ग्रहणको लागि म आमन्त्रण गर्न चाहन्छु त्यसै गरेर 10औं स्थान हासिल गर्न सफल हुनुहुन्छ बान्तवा लामा थियो उहाँलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु या चाहिँ अलिकति मिस्टेक भएछ है बसन्त लामा थियो उहाँलाई पनि पुरस्कार ग्रहणलाई अनुरोध गर्न चाहन्छु र प्राविधिक त्रुटि भएकोमा क्षमा याचना गर्न चाहन्छु ल अलिकति उ भएछ है ल त्यस्तै गरेर ल सामाजिक विकास महाशाखा महिला विकास अधिकृत मोहन राईज्यूलाई म यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र पुरस्कार वितरण गर्नका लागि सामाजिक विकास महाशाखाका प्रमुख अनन्त राईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरेर 9औं स्थान हासिल गर्न सफल हुनुहुन्छ चुडामणि कुलुङ राई सरलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु त्यसै गरेर 8औं स्थान हासिल गर्न सफल हुनुहुन्छ विक्रमजित लिम्बू हुनुहुन्छ उहाँलाई पनि म पुरस्कार ग्रहणको लागि अनुरोध गर्न चाहन्छु त्यसै गरेर 7औं स्थान हासिल गर्न सफल हुनुहुन्छ हिमल राई उहाँलाई पनि पुरस्कार ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरेर 6औं स्थान हासिल गर्न सफल हुनुहुन्छ प्रतीक शर्मा ज्यू उहाँलाई पनि ल पुरस्कार रकम रूपमा सहिरहेको छ त्यसै गरेर 5औं स्थान हासिल गर्न सफल हुनुहुन्छ योगेश राईज्यू रु 2000 रहेको छ त्यसै 14औं स्थान हासिल गर्न सफल हुनुहुन्छ रोशन खड्गीज्यू 2500 रहेको छ उहाँलाई हामी सम्पूर्ण खेलाडीहरूलाई बधाई दिन चाहन्छौँ सामाजिक विकास महाशाखाका प्रमुख यहाँ पहिल्यै ज्वालाजी प्राइज लिन आइसक्नुभयो नाम लिइराख्नु पर्ने अवस्था छैन ल र तेस्रो स्थान हासिल गर्न सफल हुनुहुन्छ ज्वाला इम्बोङ ज्यू उहाँलाई पनि पुरस्कार वितरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र बधाई दिन चाहन्छु त्यसै गरेर दोस्रो स्थान हासिल गर्न सफल हुनुहुन्छ विष्णु लिम्बू ज्यू रु 5000 पुरस्कार रहेको छ र प्रथम द्वितीय तृतीय हुने साथीहरूले यहाँ स्टेजमा भरे फोटो सेसनको सानो कार्यक्रम रहेको छ विष्णु लिम्बूजी हुनुहुन्छ धरानबाट त्यस्तै गरेर
प्रथम स्थान हासिल गर्न सफल हुनुहुन्छ जापानका प्रसिद्ध खेलाडी नेसनल च्याम्पियन समेत बनिसक्नुभएका राजन सुवेदीजी हुनुहुन्छ धरान 15बाट प्रतिनिधित्व गर्दै ल 7,000 र उहाँलाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ र सम्पूर्ण यस कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्नको लागि विभिन्न ठाउँबाट पाल्नुहुने फुटबल खेलाडीहरूलाई लिडरको भूमिका निर्वाह गर्नुहुने समर राईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु उहाँ फुटबल खेलका आर्बिटर हुनुहुन्थ्यो आजको कार्यक्रमका योभन्दा धेरै कार्यक्रमहरूमा उहाँले आर्बिटरको भूमिका निर्वाह गरिसक्नु भएको छ उहाँलाई हामीले यो मायाको चिरो स्वरूप केही रकम हस्तान्तरण गरिरहेका छौँ पैसाको खिचाएको फोटो